आज थियो मेरो सेकेन्ड सेमेस्टरको फाइनल एक्जाम। यो हो हाम्रो कलेज। आज हामी गए कलेज। आई एम डुइङ अ PhD इन इन्टरनेसनल ट्रेड एन्ड ग्लोबल बिजनेस। सो दिस इज मी प्रिपेरिङ फर फाइनल एक्जाम। त हल्का छिटो भएछ, एकदम सकिसकेको थियो। त्यसपछि हामी गयौँ खाना खान। हल्का खाना खाइयो, त्यसपछि अगाडि गइयो। अनि के गरियो भन्दाखेरि हल्का भिडियोहरू बनाइयो कलेजको इन्भाइरोमेन्टको। कलेज चाहिँ पुरै जङ्गलको बिचमा छ हाम्रो, त्यही भएर हरियाली हरियाली जतै हरियाली। हाम्रो कलेजको नाम हो चुङपु। त्यसपछि अझ अगाडि बढौँ हामी। त्यसपछि कलेजमा सकेपछि गयो रेस्टुरेन्ट खानालाई, नेपाली खाना। आज चाहिँ हाम्रो दाइ र दिदीहरूको चाहिँ फाइनल हो। फाइनल्स उहाँहरू चाहिँ 4th सेमेस्टर सकेर दे आर गोइङ फर अ थेसिस। सो उहाँहरूको चटकहरू आज रैला गर्नुभयो उहाँले, होइन? गाना धाना दारू सब चिज रैला गर्नुभयो। मैले पनि बब्बाले इन्जोय गरेँ। तर म चाहिँ दारू खाँदिनँ, त्यही भएर जसो पण्डित वैसे स्वाहा भने जस्तै उहाँहरू सँगसँगै गीतमा घुम्ने झुम्ने रमाउने कामहरू गरेँ। मैले बजाइदिएँ डरम। आउँदै थियो, तर पनि मैले डाङ डुङडुङ गर्दै 20 पटक तरिकाले डरम बजाइदिएँ। छाङ छिङ गर्दै दाइहरू नाचिरहनु भएको छ गीत बजाएर, होइन? तर डान्सर त खतरा डान्सर दाइहरू पनि। अझ वाल डान्स हानिरहनु भएको छ उहाँहरूले। यहाँ दिदीले गीत गाइरहनु भएको छ। म चाहिँ भवाल खतरा सिङ्गर पनि हो। डान्स गर्दा छ मैले सब फास्ट गर्दा थियो, किनभने एकदम लामो थियो। त्यही भएर यसलाई 2x 3x फास्ट स्पिड गरेर भिडियोलाई छोटो बनाउनको लागि मैले बनाएँ। यसरी चाँड गरेको हो। त्यसपछि हाम्रो यहाँ भाइ चाहिँ बब्बाल डान्सर। यो भाइ चाहिँ गीत पनि बब्बाल पनि गाउँछ, होइन? डान्स पनि बल गर्छ। हामी चाहिँ तालमा झुम्ने मात्रै हो, यसो होकी चाहिँ गर्ने मात्रै हो। टाङ टिङ पार्ने, डरम पर्दिन खोज्ने त्यस्तै मात्रै हो। हामीबाट केही पार लाग्दैन। हामी भनेको चाहिँ जसो पण्डित वैसे स्वाहा भने जस्तै दाइहरूको नसामा म चाहिँ झुम्ने हो। त्यसपछि उहाँहरूको डान्स सुरु भयो। उहाँहरूले गर्नुभयो फेरि डान्स। अनि यो भाइले बब्बाल गीत गायो। यो चाहिँ गीत त तपाईँहरूले राम्रोसँग सुन्नै पर्ने हुन्छ यार, बब्बाले गाएको थियो भाइ। त्यसपछि फेरि सुरु भयो गाना धाना। दिदीले अब चाहिँ हल्का ज्याप भएपछि बब्बाल नाच्न थाल्नु भइसकेको थियो। त्यसपछि त्यो दिदी र भाइले बब्बाल डान्सहरू गरे। मैले चाहिँ खुट्टा बजाइछु अहिलेसम्म, तर पनि एउटा पनि बिट मिल्न सकेको छैन अहिलेसम्म। कोसिस गरि नै रहेको छु। ढाङ ढिङ ढिङ ताङतुङ पारिरहेको छु, तर पनि मैले सकिनँ। फाइनल्ली मैले हार मानेर दाइहरू यता डान्स गर्नुभएको थियो। म आएर यहाँ बसेँ, खाँदै हेर्दै टक्क लगाएर। म चाहिँ शीतन हन्टर पनि हो है। फेरि दाइहरूले चाहिँ बाबा दारू सारू यताउता हान्नुभयो। मैले भनेको शीतन खाने हो, शीतन यति खाइयो। शीतन खाएर भात खान नपर्ने अवस्थासम्म खाइयो। मजाले डान्स चलि नै रहन्छ, फेरि चलि नै रहन्छ। 6 बजे पुगेको थियो, 7 बज्यो, 8 बज्यो, 9 बज्यो, 10 बज्यो, 11 बज्यो, 12 बज्यो, अनि बज्यो 1। अझै पनि डान्स चलि नै रहेछ। 1 बज्यो, डान्स चलि नै रहेछ अझै पनि।
डान्स चलि नै रहेछ डान्स चल्यो तर उहाँलाई थाहा छ हामी अझै पनि 250 किलोमिटर ट्राभल गरेर फेरि घर जानु छ भन्ने कुरा थाहा छ तर उहाँलाई ढुक्क हुन्छ किनभने उहाँसँग हुनुहुन्छ द बेस्ट ड्राइभर माथि उहाँसँग दारू नखाने साथी हुनुको फाइदा यही एउटा हो टक्क लगाएर घर पुऱ्याउँछ भन्ने एकदम विश्वास भएर उहाँहरूले रैला गर्नुभयो रैला डान्स अझै पनि चलिरहेछ बिचमा म पनि घुसिरहेको छु डान्स गर्न खोजिरहेको छु तर मेरो चाहिँ कम्मर पनि भाँचिएको छैन किनभने म हुँ इन्ट्रोभर्ट भएपछि के हुन्छ आई डोन्ट नो हाउ टु डु एनिथिङ नाच्न आउँदैन गाउन आउँदैन बोल्न आउँदैन जस्ट भित्रभित्रै बस्ने गुस्सा पर्ने यस्तो टाइपमा चिजहरू मात्रै आउँछ हामीलाई चाहिँ तर उहाँहरू चाहिँ अहिले गर्नुहुन्छ म पनि अलिकति कोसिस गरिरहेको छु तर पनि सकिरहेको छैन फाइनली टाइम टु होम चाहिँ छ हाम्रो 250 किलोमिटर्स र मैले दबाएको छु 100 किलोमिटर पर आवरमा दबाएको छु अझ 100 किलोमिटर माथि 100 पर आवर भन्दा नि माथि लगिरहेको छु रेड बत्ती बल्या भलै छ तैपनि पुग्दैन तैपनि दबाएको छु बल्ल 2:30 बजेतिर हामी घर पुग्यौँ मैले चाहिँ 250 किलोमिटर लगभग कति घन्टा भन्दाखेरि 2 घन्टा समथिङ टाइममा घर पुर्याइदिए सबैलाई कोरियाको बाटो यस्तो छ है।